हेलो वेलकम टु माई अनदर ब्लग गाइज। ल है त हामी फेरि आज फेरि बिस्तारै हिँड्दैछौँ। सरी मौसम यस्तो छ होइन, ट्याक्क मौसम सुहाना सुहाना छ आज। हामी चाहिँ रोमानियामा है यसरी क्लुज नापोका यस्तै छ है। हाप्सी पनि देखिन्छ, गोरे पनि देखिन्छ। गोरेहरूको अनुहार हेऱ्यो, चित्त बुझायो, योभन्दा अरू बाँकी केही छैन। यस्तै चलिरहेको छ जिन्दगी होइन। के भन्छ सालुत, यहाँको भाषामा यसो संस्कार रेस्पेक्ट गरेको भने सालुत सालुट। हेलो भन्यो भने पुना यही हो, योभन्दा अरू केही आउँदैन। छ है हामी चाहिँ यहाँ हल्का अगाडि मेगाईमा जान लागेको, त्यहीँ अगाडि हो यो मेगाईमा जान लागेको हामी चाहिँ। ब्लगतिर सम्झि ल, यिनी चाहिँ मेरो सम्झि हुन्, कुद्दैछन्। यहीँ हेर्नु न, यी लाइन आइरहेछ त सम्झि, आइरहेछ त। अनि ऊ अगाडि हेर्नु त, ऊ जस्तो त्यस्तो नै हेर्दैन हेर्ने। आमा सकिएन, यति भएपछि के चाहियो? वाह त्यही सँगै छ के। रोमानियामा छौँ तर हिँडेको चाहिँ अरे हङकङ मार्केट। हङकङ मार्केट रोमानियामा छौँ, हङकङ मार्केट त्यहाँ रहेछ। नेपालको खुकुरी देखाइदिउँ कि? नेपालको खुकुरी देखाउँछ। यस्तो छ है। अब कस्तो हेर नेपालको खुकुरी, ए दाइ हेर नेपालको खुकुरी। हामीसँगै नेपालको खुकुरी बोक्दै हिँड्दै होइन केटाहरू। ल डर होला है खुकुरी देखेर। रोमानियन हो क्या? सुन्नु है गाइस, वेदर एकदम आज टाढा जानुपर्ने थियो, आज अलिक प्लान मिलेन। अब यस्तै हो, नेक्स्ट टाइम प्लान आउँछ गरौँला। नेक्स्ट टाइम भन्दा पनि नेक्स्ट मन्डे जानेछु। नेक्स्ट टाइम थाइल्यान्ड बजार। थाइल्यान्ड बजार अर्को नेक्स्ट टाइम थाइल्यान्ड बजार। ल जानुपर्छ है। यस्तै हो रमाइलो। हामी चाहिँ केटाहरू डुल्यो हिँड्यो होइन, यस्तै हेर्नु न अहिले चाहिँ कति बजी देख्दा कस्तो देखिन्छ। यहाँ भनेपछि यो टाइम कति बज्यो? 6:57, 7 बज्यो। 7 बजे पनि बेलुकाको 7 बजी हाम्रो यहाँ उजालै छ है रोमानियामा। 8 बज्यो भन्दा पनि भयो। 8 बज्यो लगभग समथिङ होइन। हामी चाहिँ मार्केट आएको, कतिवटा सामान लिनुपर्ने छ। यस्तै छ रोमानियामा दियोस् वेदर ट्याक्क मौसम अनुसारको भाइब्स पनि दामी दिन्छ। फेरि मौसम यस्तै छ है। अब के गर्नु, क्यामेरा त राम्रो होइन, तर पनि यो मौसमले गर्दाखेरि यस्तै आउँछ क्या। मौसमले साथ दिन्छ यसरी। दारु खा भन्दैछ दारु खा भन्दैछ अरे। ल ल ल मलाई खान्न भन्दैछ, मौसमले दारु खा भन्दैछ। धुनेवासी यहाँदेखि सिधै गएर अनि सिधै गएर यतातिर कहाँ हो? एक दिन जानुपर्छ। हुन्छ। हाम्रो यहाँ चाहिँ हङकङ मार्केट छ। हङकङ मार्केट सम्झिएर लिएर जाउँ न। हङकङ बजारमा हजुरलाई यस्तो परिहरू देखाउँछु नि। लेट्स गो। वाह ट्याङटुङ ट्याङटुङ। म म्युजिक हाल्छु नि यसमा फेरि ट्याक्क लाएर। हजुर यो मार्ने ठाउँ भेट्नु हो। कहाँ? त्यहाँभित्र होइन नि, यहाँ मार्छ। त्यहाँ हाल्नु न। हे आमा हो, म त के भन्ने होला यो मान्छेलाई। यहीँबाट होला छिर्ने। बन्द भयो।
नआउनु पर्ने हो थ्याङ्क यू What time now? नाउ क्लोज इन हङकङ मार्केट नाउ क्लोज आई विल गो इन मेगा इमेज This is a ब्याग यहाँ दियो ब्याग उता सेफ्टी हालौँ ल इमेजको त कार्ड दियो भने के हामी चाहिँ यहाँसम्म आइसक्यौँ होइन अघि त्यहाँ मेगा इमेजमा चाहिँ त्यसो भिडियो फोटो गर्न दिएन फोटो खिच्न नदिनु रहेछ हामी ट्याक्क यहीँ नदी किनारमा आइसक्यौँ ल के छ त दाइ ठिक छ मेरो भाइ ल अनि हामी चाहिँ के खाइदियौँ भने हामी के खाएको अरे यो यो चक्लेट आइसक्रिम धक्क हामी पनि यसरी भन्दै बाबा खाँदैछौँ चेस आज हाम्रो त्यो विक्रम भाइ साथमा त्यस्तै हो छ क्या हैन? guys, यो रक्सी खाने मान्छेहरू भएपछि आइसक्रिम खाँदा चेस भन्ने बानी हाम्रो गिर्जा चाहिँ खाँदैन न उता के मलाई बा आइसक्रिम मन चाहिँ छ नि चाट्न त स्वाद रहेछ क्या चाट्न त मस्त स्वाद ओइ हाम्रो यो भन्दा पनि उतापट्टि गएर बल्ल करेक्सन गर्नुपर्छ होइन होइन बिचबाट छ्याउँछु नि म उता रोड यहाँ त चप्पा चप्पा थाहा छ क्या कस्टम यो चक्लेट हामीलाई। खाँदाखेरि भेट्यो भने यति भाग्ने मानी हुन्छ नि रोडमा जानु पर्दैन कि होइन मेन रोडमा चक्लेट भन्दा ऊ त पल्टेर हो न देख्छ नि होइन नपल्टि झन् देखिन्छ अनि केटाले चक्लेट चाहिँ फालेछ है केटाले तल माछाले खानु माछाको लागि है तर माछा छैन है त्यहाँ माछा भन्ने चाहिँ एउटै छ माया प्रेम देखाइदिउ न भाइ बाबु माछाको कपालहरूले खाओस् क्या हामीलाई चाहिँ यस्तै हो यी कपालहरू ट्याक्क बस्ने हिँड्ने होइन माया त्यो नर्मल हो है यो चाहिँ यतिकै बसेको चाहिँ नर्मल हो है हाम्रो लागि ला बात गर्दा भन्दा नि बात गर्दा है तुम गर्दा है गर्दा बात तर मौसम चाहिँ होइन यस्तै हो कि मौसम चाहिँ बबाल देखिने कि अब यति हो क्या मेन कुरा भनेको हाम्रो यो रोमनीमा ट्याक्क मौसम चाहिँ आमामा पानी परे पनि नपरे पनि होइन चाडोमा के अरे गर्मीमा कहाँ फेमस यस्तै हुन्छ मौसम यार सफा एकदम युरोपमा भनौँ न यति बात गर्दा भने फेमस त्यही छुट्टीले गराएन होला मैले फेमस गरिदिएँ यार आइसक्रिम यो दामी छ गाइस तर यो चिसो यो मौसममा खाने चाहिँ होइन यो हामी बिरामी हुने लक्षण हो यो देखेको चाहिँ अरू केही होइन यो जाडो महिनामा होइन जाडो भाइ यो अब के फरक पर्दैन पानी normal हो। परिरहेछ अब जाडो त भ्याइयो त्यही पनि चिसो हावाले पेलिरहेछ पेल्नु चाहिँ होइन घाम लाग्छ नि त घाम पनि लाग्छ लाग्छ त्यो एकछिन 1 घन्टा घाम लाग्छ 1 घन्टा पानी लाग्छ यहाँको मौसम तर गाइस मैले केही बुझ्न सकेन है यहाँको चाहिँ मौसम मलाई सोध न यार बात गर्दा यहाँको वेदर अहिलेसम्म आएको यति भयो वर्षा पुग्न आँटेको छिनमै घाम लाग्छ छिनमै पानी पर्छ छिनमै हिउँ झर्छ यो केही थाहा पाइनँ म अत्त पत्त चाट्नु नि त यहाँ चाट्नु नि दाइ यहाँ चाट्नु न यहाँ एउटा यहाँ चाट्नु न धत तेरेकी दाग लागिगयो नि मेरो चाहिँ यहाँ झरीको यो खोलामा डगरमा दाग लागियो नि खोलामा यसरी फ्याल्नु त हुन्थेन होला यो हाम्रो बागमती खोला सम्झेर फ्याल्नु अन्त परि गयो कसम सेम यस्तै खोला बागेश्वरमा छ क्या बागेश्वर सेम यस्तै बागेश्वरीमा बागेश्वरीमा नेपालगञ्जको बागेश्वरीमा काठमाडौँ पनि बागेश्वर छ नि त जय बागेश्वर जाउँ त नि अब हाम्रो बागेश्वरमा लाग्नुपर्छ होला टाटा बाई बाई सी यु नेक्स्ट ब्लग रुमतिर लाग्नुपर्छ ट्याक्क पार्क गरे त त्यही हो मेगा इमेजमा चाहिँ हाम्रो चिनो दिएन भ्लग गर्न दिएन युमा पनि यार डिजीको भ्लग गर्न पाएको भए चाहिँ अर्को बनाउनु हुन्थ्यो केटाहरू चाहिँ हाम्रो सामान चाहिँ यसरी बोक्दै कुद्दैछ हाम्रो लागि नेपाली भनेर बोलेको किन अस्ति हामी गाडीमा सँगै आएको थियो होइन तपाईँले झ्याप हुनु कहिलेको कुरा हो फेरि फुटबल ए भलिबल खेलेर भलिबल त्यही बेला तपाईँ झ्याप भएर आउनु भएको थियो म ड्युटीमा अर्डर हाल्ने च्यापमा भने होइन एकाउन्टेन्ट थियो क्यासियर क्यासियर हाम्रो क्यासियर हो ट्याक्क जाउँ त नि अस्ति बोल्ने छैन अबे साथी अहिले ड्युटीमा कहाँ हो बस्ने तपाईँ हामीलाई बस्नु घरके त तल छ धेरै तल छ यता कफेल ड्युटीसँगै छ नि उता तल मेरो हाम्रो त यही बस्ने हो र कहाँनिर यहीँ यतै त्यो कलर हाम्रो
छिमेकी हुनुहुँदो रहेछ हाम्रै छिमेकी हुनुहुन्छ हामी त्यहीँ नजिक हो क्यारिखोर साइडमा ए यहाँ नेपाली केटाहरू हिसाब भेट हुन्छ यो सब दाइले पनि चिनाउने छन् हामी चाहिँ ट्याक्क भ्लगमा यसरी दाइ भेट भयो आज ट्याक्क होइन जे होस् रमाइलो छ कसम छ मैले झुट बोलेन कसम फाइदा चिन्न सकिनँ क्या ल भेट्दै गरौँ अब त म चिन्छु एकचोटि देखेको हुनाले कहाँ चिनिन्छ गाह्रो हुन्छ हो गाह्रै हुन्छ नि ल त नि ल दाइ लाग्छ है ल छिमेकी रहेछ दाइ भेट्दै गरौँ ल है ल बिस्तारै ल दाजु ल ल हामी चाहिँ हिँडेको ट्याक्क फेरि हाम्रो रुमतिर डिजीको सिम पनि सोलो भइरहेको छ यार त्यही भएर त मैले भनेको 5G भन्न मात्रै हो कि दाइ ए गिर्दै यता यता 5G छ त यार 5G चलिरहेको छ हामी चाहिँ यताबाट गयो भने अलिकति छटपट पर्छ म भनेको है भलिबललाई फुटबल सम्झेर उडाउने मान्छेमा मान्छे ए को कोलाई लाग्यो के गर्यो त्यही थाहा छैन उतापट्टि जानु उतापट्टि ल हामी चाहिँ यसरी हिँड्दैछौँ हाम्रो रुम चाहिँ यहीँ नजिक छ मान्छे चिन्छु त्यो दिनमा कसलाई लाग्यो केलाई लाग्यो कसरी खेल्यो केही थाहा छैन यहाँनिर चाहिँ गोरुको मासु पाउँछ होइन ट्याक्क यस्तो छ म याद पनि गर्छु यहाँ गोरुको मासु छ नि त गोरु खाने गोरुको मासु क्यामल सालोन भनेको ट्याक्क यहाँ चाहिँ गोरुको मासु छ ट्याक्क ल आजलाई भ्लग यति नै अब यहाँभन्दा लामो के भ्लग बनाऊ यस्तै हो हामी चाहिँ रमाइलो गर्दै हिँड्दै होइन यस्तै हो रोमानियामा के गर्नु जे होस् गाउँघरमा बसे अस्तिकै रमाइलो छ होइन रोमानियामा गाउँघरमा बसे अस्ति दाजुभाइ मिलेपछि होइन गिर्दै के हो र जे होस् हाम्रो गाउँघरै हो कि समथिङ होइन अरू देशमा भन्दा नै साउदी कतारमा दुबईतिर भन्दा के दाइ होइन र युरोपमा के युरोपमा जे होस् फ्रिडम छ होइन यति हो हाम्रो सन्देश के खै म बोक्छु सन्धि खै ल्याउनु न अब ल आफू त बुढो बाँच्थ्यो है सरी ठोकिदियो हान्थ्यो केही छैन पुरै भ्लगरलाई बोकाउने हो नि त यहाँ फेरि यसरी सामान जान्छ हाम्रो भन न सधैँ फेरि तिमी भलकमा बोल्नु छैन केही छैन सामान अहिले हो र देखेको अघिदेखि नै हो पालै पालो यो होइन भन त नि यस्तो गजबले पालै पाली हुन्छ भइरहेछ ल हेर के गर्नु आँट्यो है हाल आज तपाईँ बस्नु न म यो बनाउँछु के म गएर आएँ ल दाइ कति छ त सबैको सेम हो छुट्टी हप्तामा दिन्छ होला दुई दिन 2 दिन सबैको सेम फुटकाट राम्रै दिया राम्रै छ राम्रै छ 400 के भ्याउने भन्ने तर हामी त एकान्त होटलमा धेरै खाएर पनि हुन्छ होटलमा काम गर्ने मान्छेले आज त्यही खाएर काय हो हे ल हामी एकछिन बाहिर निस्केर आउँछौँ ल कुरा गर्दै गर्नु हे यो मान्छे लाग्यो लाए दाइ ल एकैछिन हामी चाहिँ यस्तै छ मेरो रुम चाहिँ यहाँनिर हो ट्याक्क होइन मेरो रुम चाहिँ यहाँनिर हो तर आज के हो मेरो क्यामेरामा यस्तै हो कि यस्तै बबल आइरहेको होइन यो ठाउँ चाहिँ बबल देखिरहेको थियो अस्ति नै मैले यो भिडियो बनाउँदाखेरिमा टिकटकमा हालेको थिएँ यो भिडियो होइन हिउँ पर्दाखेरिको खासै राम्रो आएको थिएन आज त बबल आइरहेको छ यार 8 मिनटको भिडियो भएछ सम्झि मैले त मोबाइल घोप्टाएर पनि त्यही भिडियो भइरहेको रहेछ क्या यसो उठाएको त कसम भने त यार भिडियो भइरहेको रहेछ यार केटाहरू के बोलेको सब रेकर्ड भइरहेछ हामी चाहिँ यसरी हाम्रो रुम चाहिँ यसरी हिँड्नुपर्छ के हो यसको यो चाहिँ ए ओल्ड दाइले अघि झिकेर लगाएको थियो एउटा ल टक्क ल हाय सम्झे रुममा हान्नु न इमेजको कार्ड देखा भन्छ केटाहरूले कार्ड त एउटा त होइन 4वटा निकाल्छ बे रोमानियामा खासै हेर्नु आएको खास त यो हेर्न आएको त होइन तर हामी चाहिँ यसरी पैसा कमाउन आएको धेरै यसरी जस्तै भयो भने काम चाहिँ गरेर हिँड्नुपर्छ हामी होइन यस्तो छ है रोमानिया ल है मौसमले पनि यस्तै च्यालेन्ज गरिरहेछ
हामी चाहिँ यो मार्केट आयौँ मेगा इमेज टक्क ल त्यहाँभित्र भिडियो गर्न दिँदैन होला सायद